All right, what's up everyone? It's me IT Yuvraj, IT Yuvraj YouTube च्यानलमा यहाँहरूलाई स्वागत छ। आज म तपाईँहरूलाई यो ब्रदरको प्रिन्टर देखाइरहेको छु। यो ब्रदरको प्रिन्टरमा चाहिँ एकदम मधुरो आउने, क्लियर नआउने खालको प्रब्लम आइरहेछ। के कारणले आएन त म तपाईँहरूलाई भिडियोदेखि सुरुदेखि अन्तिमसम्म हेरिदिनु र भिडियोलाई लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला र यो IT युवराज च्यानलमा जोडिदिनु होला। अब चाहिँ म यो भिडियोलाई एकदम फास्ट गरेर म तपाईँहरूलाई देखाइरहेको छु। के विषयवस्तुमा हो, कुन कारणले गर्दा हो, म तपाईँहरूलाई त्यसमा मात्रै स्लो गर्छु र अरू ठाउँमा चाहिँ म तपाईँलाई फास्ट नै गराउँछु। किनकि यस्तो खालको भिडियो प्रायः मान्छेले हेर्न रुचाउँदैन। तपाईँहरूलाई भिडियो इन्ट्रेस्टिङ होस् र बोर नहोस् भनेर थोरै मैले भिडियोलाई फास्ट गरेको छु। भिडियोलाई चाहिँ सुरुदेखि अन्तिमसम्म हेरिदिनु पर्नेछ है तपाईँहरूले, किनकि तपाईँहरूले यो हेर्दाखेरि चाहिँ तपाईँहरूले यसबाट केही सिक्नुहुनेछ, केही नलेज लिनुहुनेछ। अब आइटीको काम गर्ने मान्छेले त सिकि नै हाल्ने नै छ भने तपाईँहरूले पनि यसबाट केही सिक्नुहुनेछ भन्ने मैले आशा अपेक्षाको साथ यो भिडियो बनाएको छु। आज चाहिँ एकदमै गर्मी छ। मैले साइडमा फ्यान राखेर तपाईँहरूलाई यो भिडियो बनाइरहेको छु। अब यहाँनिर म कभर खोलिरहेको छु। कभर खोलेर चाहिँ अब साइडको कभर खोलिसक्यो। साइडको कभर खोलिसकेपछि यस्तो खालको देखिन्छ। यस्तो यो अब यो फ्यान देख्नुभयो, यो फ्यानमा पनि एकदमै धुलो देख्न सकिन्छ भने यसको मुनिबाट यस्तो छ। अब भनेको हामीले यो माथिबाट हटाउनु पर्ने हुन्छ। माथिबाट हटाउनको लागि म खोल्दैछु। मैले स्क्यानर पनि अब खोलिसकेँ। स्क्यानरको यो माथिको भाग भयो भने अब यसलाई खुस्काउनको लागि यहाँ तल पनि तार रहेछ। तार निकालिसकेपछि चाहिँ यो मजाले नै खुस्किन्छ। यहाँ अगाडि पनि स्क्रुप लगाएको हुन्छ। स्क्रुपको भाग खोल्नुपर्ने हुन्छ। तराई क्षेत्रमा त एकदमै धेरै गर्मी बढेको छ। गर्मीले गर्दाखेरि बस्न एकदमै असहज र अप्ठ्यारो भएको छ। अब मान्छेहरूको घरमा एसी चाहिने भएको छ। पङ्खाले त झन् एकदमै तातो हावा फाल्छ कि अब यस्तोमा चाहिँ कोठामा चाहिँ बसेर अझ यो माथि जुन छत हुन्छ, छतदेखि मुनिको कोठामा चाहिँ त्यो सिमेन्ट एकदम तातेर बस्न अत्यन्तै तातो हुन्छ। अनि एसी चाहिन्छ। अब अहिलेको समयमा त यतिको छ भने पछिको समयमा त प्रत्येक घरमा एसी चाहिन्छ होला जस्तो लाग्छ। एसीले पनि सङ्घर्ष गर्नुपर्ने हुन्छ नि त। कोठाभित्रको हावालाई चाहिँ, तातो हावालाई चाहिँ बाहिर फाल्ने, चिसो हावालाई भित्र ल्याउने। यो माथिको भाग भयो भने मुनिको भागलाई पनि सरसफाइ गर्नुपर्ने हुन्छ। अब तपाईँहरूलाई यो देखाउँछु के कारणले हो। यसको कारणले चाहिँ एकदमै मधुरो हान्ने गर्दछ प्रिन्टरले। मधुरो आउने, प्रष्ट नदेखिने खालको। अब हामीले यसलाई खोलेर सफा गर्नुपर्ने हुन्छ। यो सिसाको भाग जस्तो देख्नुहुन्छ, यो सिसाको भाग त होइन, तर यो भागमा चाहिँ फोहोर भयो भने क्लियर हान्दैन। अब यसलाई चाहिँ हामीले हाम्रो कान कोट्याउने बड्स हुन्छ नि, त्यो बड्सले चाहिँ मजाले बिस्तारै त्यो बड्समा भएको रुवाहरू नछोडिने गरी यसलाई मजाले बिस्तारै पुस्नुपर्ने हुन्छ है त। हावा सर्र खाँदै अब पुस्नुपर्ने हुन्छ। पुसेर यसलाई सफा क्लिन पार्नुपर्ने हुन्छ। अनि मात्रै स्पष्ट क्लियर हान्छ है त गाइज। अब म यसलाई अलिकति भिडियो फास्ट गर्छु है। यहाँदेखि उता हेर्न त तपाईँहरूलाई नि त बोर हुन्छ। छिटो मिठो हुनु पऱ्यो नि त, होइन र। अब चाहिँ भिडियो फास्ट गरौँ अनि यसलाई फास्ट जोड्नु पनि पर्ने छ। राम्रो प्रिन्ट पनि हानेर तपाईँहरूलाई देखाउनु पर्ने छ, होइन। यसको कारणले हो भनेर त भनिसकेँ। अब आइटीको काम गर्ने मान्छेलाई त थाहा भइ नै पनि हाल्छ। त्यही पनि नगर्ने मान्छेहरूलाई नि एउटा नलेज, एउटा सानो ज्ञान हुन्छ भनेर भिडियो बनाएको छु। भिडियोलाई एकदम इन्ट्रेस्टिङ मानेर हेरिदिनु होला है त। यसलाई चाहिँ मैले पुसी नै सकेँ। अब यसलाई मैले फिट गर्नुपर्ने हुन्छ। तैपनि मेहनत लाएर, धेरै समय लाएर चाहिँ पुछेको छु, किनकि क्लियर आओस्, पछि प्रब्लम नआओस् भनेर यसलाई मैले एकदम सावधानपूर्वक मजाले पुसेको छु। यसलाई मजाले पुस्दाखेरि चाहिँ कसरी पुस्ने भन्दाखेरि यो जुन भाग छ नि, यसले कोरिने खालको, यसमा दाग लाग्ने खालको कुनै पनि वस्तु युज गर्नु हुँदैन है। ल हावा खुवाइदिउँ न त यसलाई पनि, होइन, पङ्खाको। अब चाहिँ यसलाई हामीले जोड्नुपर्ने हुन्छ। भिडियोलाई अलि मैले फास्ट गरेको छु तपाईँहरूलाई इन्ट्रेस्ट होस् भनेर, राम्रो होस् भनेर। इन्ट्रेस्टिङ है, इन्ट्रेस्ट भन्दा नि। छेउमा कुकुर पनि हाउ हाउ गरिरहेको छ। अब यहाँ अलिअलि भएको फोहोर पनि म फुकेर उडाइदिन्छु। अब तपाईँहरूलाई यो पछाडिको भागले पनि यहाँनिर चाहिँ के हुन्छ भने यहाँ हिटिङ रोलर हुन्छ। हिटिङ रोलर कस्तो छ, के छ, तपाईँहरूले चेक गरेर चाहिँ मात्रै फिट गर्नुपर्ने हुन्छ है। अब माथिको भाग लगाउँदैछु म।
स्क्यानर भन्छ, यो स्क्यानरको भाग फिट गर्दैछु। स्क्यानरको भाग पनि अब फिट भइसक्यो। अनि हामीले साइड कभर हाल्नुपर्ने हुन्छ, पछाडिको कभरहरू हाल्नुपर्ने हुन्छ, तारहरू जोड्नुपर्ने हुन्छ। तार यसको साइडमा यहाँबाट म छिराउँछु, उताबाट निकाल्छु भने उतापट्टि चाहिँ यसको लोजिक बोर्ड छ। यतापट्टिको भनेको यो तल टिनको बक्सा देखिराख्नु भएको होला। यो चाहिँ यसमा डाइरेक्ट एसी करेन्ट आउँछ अनि यसलाई चाहिँ एसीबाट डीसीमा चेन्ज गरेको हुन्छ है। यो तपाईँहरूले देखेको यो साइडको मोटर हो। अनि त्यस पछाडि दुईवटा एउटै साइजको देख्नु भएको छ नि, यसलाई चाहिँ रिले भन्छ है। रिले भनेको चाहिँ जस्तै पेपर उठाउँदाखेरि पेपर सर्लक्क तान्छ नि, तान्दाखेरि उठाउने भनेको चाहिँ यसैले गर्दा है। अब हामीले लोजिक बोर्डमा तारहरू जोड्नु पर्ने हुन्छ। अब जोडौँ, तार एक एक गरी जोड्नु पर्ने हुन्छ। तार मिस्टेक नगरी सबै तार जोड्नु पर्ने हुन्छ। मिस्टेक पनि हुँदैन यसमा। ठिक्क यो ठाउँमा चाहिँ यस्तो खालको तार लगाउने भनेर ठिक्कको त्यो कट देखाइएको हुन्छ, त्यो अनुरूपी लगाउनु पर्ने हुन्छ। हामीले चाहिँ सबै तारलाई चाहिँ मजाले लगायौँ भने पछि फेरि प्रिन्टरमा इरर आउँदैन के। यसको चाहिँ एउटा चिज पनि प्रिन्टरहरूको चाहिँ के हुन्छ भने एउटा चिज पनि मिस्टेकली जोडियो भने चाहिँ त्यसमा ज्यादा इरर आउँछ के। त्यो इरर आउनुभन्दा बरु इरर नआओस् भनेर मजाले ध्यानपूर्वक यहाँ जोड्दा चाहिँ राम्रो है त। यो कुकुर भुकेर कुकुरले फेरि भिडियो बनाउनै दिएन। कस्तो खालको कुकुर रहेछ भने के एकदम हाउ हाउ गरेको आएको होला। दिक्क नमानी सुनिदिनु हुनेछ भन्ने आशा अपेक्षा लिएको छु है त। गर्मीले तीमाथि फ्यान चलाइयो, फ्यान पनि अब मजाले चलाउन पाइँदैन, बत्ती झ्याप झ्याप गई गर्छ। अब केपीको पालोमा केपीकै सालो होइन, सालोको झन् मन कालो, त्यसको मन कालोले गर्दा देशै कालो पारिसक्यो। कस्तो मान्छे रहेछ भने तीमाथि प्रचण्ड त यहाँहरूलाई कस्तो लाग्छ। म चाहिँ त्यो चाहिँ यता पनि ल पक्कै उता पनि ल पक्कै, यो केटाको जातै यस्तो तराम तराम भन्ने गीत सुन्नु भएको छैन। प्रचण्ड मलाई चाहिँ त्यस्तै लाग्छ है, किनकि यतापट्टि नि ट्याप्पै टाँसिने उतापट्टि नि ट्याप्पै टाँसिने खालको। अब हुन त राजनीतिमा सबैले स्वार्थ बोकेरै आएका हुन्छन्। अब हरेक मान्छेले स्वार्थ बेगर के काम गरेको हुन्छ र। हुन चाहिँ म चाहिँ के लाग्छ भने यिनीहरूले एकदमै धेरै भ्रष्टाचार गरेर कति सम्पत्ति जोडेको होला है। जुन समय यी पनि त हामी जस्तै त हुने, त्यो राजनीतिबाट कति आउँथ्यो होला, तर यिनीहरूले 2 नम्बरी काम गरेर चाहिँ कमाएको हो कि जस्तो लाग्छ। भोलि यसरी बोलेको थाहा पायो भने एकजना टिकटकरलाई त समातेछन् भने मलाई पनि फोन नसमात ल। हामीले चाहिँ प्रिन्टरलाई फिट गरिसक्यौँ। यसको चाहिँ हिटिङ रोलरमा प्रब्लम आएको कारणले हिटिङ रोलर पनि चेन्ज गरिदिएको छु। म तपाईँहरूलाई सस्तो ल्यापटप भनेर म देखाइरहेको थिएँ, अर्थात् भनिरहेको थिएँ यहाँभन्दा अगाडिको भिडियोमा। यो ल्यापटप चाहिँ जुन मार्केटमा 1 लाख 1.5 लाख पर्छ, म तपाईँहरूलाई 30-35 हजारमै i7 अब कति 11 जेनसम्मको म तपाईँहरूलाई दिन्छु है त।